हेर्नुहोस् फ्याक्ट्री देखा पहिला यो सिमेन्ट फ्याक्ट्री छ हैन साथीहरु यो कसरी माफियागिरीले अतिक्रमण गरेको नाला चाहिँ कताबाट हो त्यहाँबाट घुमे आयो कि यस्तरी घुमे आयो कि यो नालो पुरेको हैन यो हेर्नुहोस् यो नालो पहिला ठुलो यो भाइहरु पौडी खेल्थे यहाँ पहिला त पौडी खेल्ने भोलि बिहान सिँचाइ गर्नेदेखि लिएर सबै कुरा हुन्थ्यो यहाँ तर अहिले यो नाला बन्द गरेर यिनीहरूले प्राइभेट सेक्टर बनाएको छन् यहाँको स्थानीयसँग नेताहरूसँग माफियाहरूसँग मिलेर एग्रिमेन्ट गरेर जनताहरूसँग कोहीसँग एग्रिमेन्ट छैन यो यत्रो कोही जनता यत्रो क्राउडको बस्तीमा यो सिमेन्ट फ्याक्ट्री खोल्नु अवैधानिक यो खास त्यो पनि मिलेर कसरी यिनीहरूले खोलेर नाला पुरेर यो प्राकृतिक नेचुरल डिजास्टर नेचुरल रिसोर्सेसहरू यिनीहरू आफै नै बग्ने ठाउँमा यिनीहरूले पुरेर गर्दा पुरेको छन् हेर्नुहोस् यो पुरेर यो नाला यता गएको छैन पछि यो अहिले चाहिँ एउटा इम्प्याक्ट मात्र राखिरहेछ कता छ भाइ कता भन्दै त ऊ त्यो अगाडि छ पहिला यताबाट थियो अब उताबाट गइरहेछ के अब त्यो छ नि त्यो रुख छ नि उताबाट गइरहेछ कि अब नाला त्यहाँबाट सिधै स्ट्रेट गराइरहेछ यो नाला यो पुरै यो नाला बन्द गरेर उताबाट स्ट्रेट हेर्नुहोस् यसरी पनि हुन्छ राज्यको सम्पत्ति यसरी मिचेर भूमाफियासँग मिलेर यिनीहरूले यस्तो गर्ने हो जनताहरूलाई यति दुःख दिन्छ स्थानीयहरूलाई रातभरि हल्ला हुन्छ क्राउड हुन्छ ठुलो नोइज साउन्ड पोल्युसन यस्तो हुन्छ कि उसको पब्लिकको हेल्थ कसले सु गर्ने यिनीहरू राति खै दिन भने आफ्नो रात भने अर्काको भने जस्तै राति गिट्टी आउँछ बालुवा आउँछ त्यो कसै यो लिगल्ली हो कि इलिगल्ली त्यो पनि थाहा छैन यो सबै त्यसैले यो सबैले सेयर गरेर हुन्छ कसरी राज्यमा ठाउँमा पुर्याउनु पर्यो यो अब जेनजीले अब यहाँ यो बारेमा हामीले ठुलो आवाज उठाइरहेका छौँ यदि भोलिसम्म यहाँको बडा महाराज धिराज म्यानेजर साहबले हामीलाई भेट्नु भएन भने भोलि बिहान स्थानीय जनताले जेनजीले युवाले अब यो चाहिँ डोजर लिएर खनेर नाला खोल्ने छन् र सबैलाई भाटे कारबाही हुन्छ यस्ता माफियालाई यदि गलत गरिरहेछ भने माफियालाई भाटे कारबाही हुन्छ सिधै कुरा हो प्रत्येक भन्छु यहाँका बसेका स्टाफहरू सबैलाई भन्छु अब स्थानीय आक्रोश भइसक्यो अब यहाँ यस्तो माफियाहरूलाई भ्रष्टाचारलाई माफियागिरीलाई पनि सपोर्ट गर्ने स्थानीय स्टाफहरूलाई पनि तिनीहरू पनि दोषीको हकदार हुन् त्यसैले भन्नुहोस् भोलि बिहानदेखि अब यो सबै जनताहरू उठेर आउनुहोस् यो सिमेन्ट फ्याक्ट्रीमा यसले गर्दाखेरि हाम्रो धान बाली हेर्नु धान देखाउनुहोस् धान बालीको नोक्सान कति भएको छ प्रत्येक केमिकलहरूले गर्दाखेरि हाम्रो प्रोडक्सन कम भएको छ नालामा खाने सबै केमिकल नालामा नालामा हालेका छन् त्यो पानीमा मिसाएको कारणले गर्दाखेरि हाम्रो गाई भैँसीहरूलाई बिरामी भइरहेका छन् यसको जरिवाना कसले दिन्छ कृषिमा कति गाह्रो बस्ती जरिवाना कसले दिन्छ स्वास्थ्यमा धुलो धुवाले गर्दा यो गएको जरिवाना कसले दिन्छ त्यसैले भन्छु सबै साथीभाइ मिलेर एकजुट भएर अब जेनजी युवाले के गर्नुपर्छ र यस्ता भूमाफियालाई भोलि डोजर लिएर यहाँको स्टाफदेखि सबैलाई यदि माफियागिरी साँच्चीकै रहेछ प्रुफ भयो भने यहाँ भोलि स्टाफदेखि लिएर सबै लखटिनेछ जेनजीले लखटिनेछ 5 युवाका जेनजीले अब धेरै अगाडि बढिसके सचेत भइसके यदि गलत रहेछ भोलि साबित भयो भने सबैलाई यहाँ लखटिनेछ हाम्रो यो राज्यको सम्पत्ति दमन गर्ने भूमाफियाहरू कोसँग मिलेर यिनीहरूले एग्रिमेन्ट गरे यति भन्न चाहन्छु साथीहरू ल स्थानीय अरू के भन्न साथीहरू कोहीसँग एग्रिमेन्ट छैन यहाँ